जस्तो एक्सपेक्टेसन गरेको थिएँ सुरुमै ब्रेक भयो। ओके सो गाइज फाइनली हामी चाहिँ फ्रान्स एयरपोर्ट उड्लिसकेका छौँ है। बट ब्याड न्युज इज इट्स रेनिङ ओभर हियर। सो हेर्न सक्नुहुन्छ इट्स रेनिङ। सो हामी चाहिँ अब पेरिसको चाहिँ नाइट लाइफ एक्सप्लोर गर्न चाहिँ हामी निस्केको। सो काइन्ड अफ मेरो साथी अझै चाहिँ अलिकति बढी नै थाकेको थियो है र उसको खुट्टा पनि एकदम दुखिरहेको थियो। ऊ चाहिँ अब भोलि जाउँ आज नजाउँ भन्ने सोचमा थियो। बट फाइनली आई कन्भिन्स हिम होइन। सो अझै लास्टै भोक लागिरहेको छ। सो ओके सो गाइज हामीले चाहिँ इन्डियन रेस्टुरेन्टमा खानासाना खायौँ होइन। अनि अब चाहिँ हामी जाँदैछौँ इफेल टावरमा। सो हामी चाहिँ वाक गर्दै चाहिँ इफेल टावरमा जान्छौँ है। सो हाम्रो चाहिँ के कुरा भन्दाखेरि बोल्टमा जाने कि वाक गर्ने भन्ने कुरा भएको थियो होइन, भयो होइन। मैले चाहिँ के भने भन्दाखेरि लेट्स वाक होइन लेट्स वाक, किनकि अब नाइट पनि अब लाइफ पनि एक्सप्लोर हुन्छ होइन। अनि त्यो कारणले गर्दाखेरि हामी चाहिँ अब हिँड्दैछौँ होइन। सो इट विल टेक अलमोस्ट 49 मिनट्स होइन इफेल टावर पुग्नको लागि। सो hello guys, good morning, welcome back again on next day of 5th vlog. So guys, कस्तो छ तपाईहरुलाई? सो साथीहरु यो चाहिँ हाम्रो सेकेन्ड डे अन पेरिस र आज चाहिँ हामी माल्टा फ्लाइ गर्दै छौं। हाम्रो बेलुका राति 8 बजेको फ्लाइट छ। सो त्यो भन्दा अगाडि चाहिँ हामी एकचोटी फेरि इफेल टावर जान्छौं। हिजो राति पनि हामी इफेल टावर गएको थियौं नाइट भ्यू हेर्नको लागि र आज पनि हामी जाने छौं डे भ्यू हेर्नको लागि। सो अब हामी चाहिँ होटलबाट चेक आउट हुन लागेका छौं। सो यहाँबाट चाहिँ गएपछि बाहिर हामी चाहिँ केही खान्छौं फर्स्टमा हैन, एकदम भोक लागेको छ। सो केही खान्छौं अनि त्यसपछि we'll see Eiffel Tower again. Okay, so guys, अहिले चाहिँ अब यति बेला इन्डियन रेस्टुरेन्टहरु कुनै पनि खुलाइदैन, लगभग 12 बजेपछि मात्रै खुल्छ है। सो वी आर सर्चिङ हैन, रेस्टुरेन्ट हेर्दै छौं। अब केबाब सेबाब यताउता केही खानको लागि हेर्दै छौं है। सो हेर्न सक्नुहुन्छ यो चाहिँ हो हाम्रो फ्रान्स पेरिस को चाहिँ स्ट्रीट भ्यू हेर्नुस् त्यो छ हैन। ओके सो साथीहरु so crunchy so crunchy मिठो रहेछ समोसा त।
अहिले आजसम्म दुबईको भिसा लागेन क्या कसैको नि त्यो दुबईको सबैको रिजेक्ट सो हाम्रो चाहिँ चिया आइसकेको छ चिया प्लस अनि थोरै सलाद अनि समोसा 10 मेरो रिजेक्ट भएको छ अब धनीको लाग्छ हेर धन्यवाद ल साथी के कस्तो लागिरह्यो हजुरले यता यहाँ चाहिँ हाम्रो पेरिसमा चाहिँ सो हामी चाहिँ हिजो सोध्नुभन्दा कस्तो रह्यो हजुरको एक्सपिरियन्स अहिलेसम्मलाई सो हामी चाहिँ हिजो 12 तारिकको दिन हामी चाहिँ बिहान लगभग 7 बजेदेखि 8 बजेको करिबमा चाहिँ हामी ल्यान्ड गरेको पेरिसमा सो जस्तो एक्सपेक्टेसन गरेको थिएँ सुरुमै ब्रेक भयो सो भयो चाहिँ के भन्दाखेरि यहाँ चाहिँ परिरहेको रहेछ पानी होइन सो पानी परिरहेको रहेछ सो र ब्याड वेदर पनि थियो र हामीले चाहिँ सोच्यौँ अब ल हामी चाहिँ कस्तो समयमा आएछौँ अब होइन अब घुम्न पनि नपाइने हो कि जस्तो हामीलाई फिल भएको थियो तर भगवान्ले साथ दिनुभयो र मौसम आज राम्रो छ सो मेरो एक्सपेक्टेसन चाहिँ मतलब जतिको मिट हुनुपर्ने थियो त्यतिको चाहिँ अब भएन होइन अब राति चाहिँ अलिकति रमाइलो नै थियो होइन राति चाहिँ लाइट साइड थियो अब अहिले चाहिँ अलिकति हेर्न सक्नुहुन्छ है अलि कस्तो हुन्छ नि फिका जस्तो छ क्या के नपुग्या जस्तो छ बट यही नै हो होइन अब हामी यही नै हेर्न आएको सो एक्सपेक्टेसन जतिको चाहिँ रिच चाहिँ भएन बट स्टिल आइ एम इन्जोइङ ओके सो साथीहरू यहाँ चाहिँ अहिले आफ्टरनुनको लगभग 4 बजिसकेको छ है सो हाम्रो फ्लाइट चाहिँ अब 8:30 बजे छ मतलब अब हामीसँग जम्मा 4.5 घन्टा मात्रै छ है सो हामी चाहिँ होटलमा ब्याक जाँदैछौँ एक्चुअली हामीले चाहिँ अलरेडी 11 बजे नै चेकआउट चाहिँ गरिसक्यौँ तर हामीसँग 2टा ब्याग थियो नि त सो ब्याग चाहिँ हामीले होटलमै लबीमै राख्दैछौँ है एन्ड वी आर गोइङ टु पिक द्याट वान सो त्यहाँबाट चाहिँ हामी बोल्ट बुक गर्छौँ अनि त्यसपछि विल हेड टुवर्ड्स द एयरपोर्ट ओके गाइज सो यहाँ चाहिँ अब ठ्याक्क मौसम पानी पर्न लागेको छ है सो वी आर भेरी लक्की है सो गाइज अब चाहिँ हामी चाहिँ जाँदैछौँ एयरपोर्ट हाम्रो 8:25 को फ्लाइट छ सो वी मस्ट बी देयर होइन अनि हामीले चाहिँ अब यहाँ ट्याक्सी बुक गरेका छौँ बोल्ट बुक गरेका छौँ आउँदैछ है सो वी आर हेडिङ टुवर्ड्स द एयरपोर्ट अनि त्यहाँबाट चाहिँ हामी 11:30 बजे लगभग रातिको 11:30 बजे चाहिँ हामी माल्टा ल्यान्ड गर्छौँ सो गाइज हामी चाहिँ अब ट्याक्सी चढिसकेका छौँ है सो तपाईँले बाहिर मौसम हेर्न सक्नुहुन्छ है सो इट्स स्टार्ट रेनिङ हामी चाहिँ एकदमै लकी रहेछौँ है सो आज चाहिँ हामीले फुल अन हामीले चाहिँ पेरिस चाहिँ हामीले एक्सप्लोर गर्न पायौँ ओके सो साथीहरू यो चाहिँ युरोप टुरको चाहिँ लास्ट ब्लग हो जति पनि मेरो नयाँ भ्युवरहरू हुनुहुन्छ यदि तपाईँहरूलाई चाहिँ मेरो भिडियो मन परेको छ भने प्लिज मेरो भिडियोलाई लाइक पनि गरिदिनु होला र यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला र यदि यस्तै कन्टेन्टहरू तपाईँहरूलाई चाहिँ भविष्यमा चाहिन्छ हेर्न चाहनुहुन्छ भने चाहिँ प्लिज मेरो नोटिफिकेसन बेल जुन छ त्यो पनि दबाउन नबिर्सिनु होला सो जहिले पनि मैले नयाँ भिडियो अपलोड गर्नेछु तपाईँहरूले सुरुमा पाउनु नै हुनेछ है अनि सो साथीहरू त्यही हो र यो जुन युरोप टुर छ यसमा रमाइलो पनि एकदम भयो है र एकदम नरमाइलो पनि एकदमै धेरै भयो है सो इट वाज लाइक अ कम्बिनेसन
सो गाइज लास्टमा चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि नि जुन हामीले गल्ती गऱ्यौँ जुन हामी चाहिँ अनप्लान हिसाबले आयौँ होइन तपाईँहरू पनि त्यस्तो अनप्लान हिसाबमा चाहिँ नआउनु होला एटलिस्ट 3 हप्तादेखि 1 महिना अगाडि चाहिँ तपाईँहरूले प्रिपेयर गर्छ कताबाट कता जाने होटल बुकदेखि लिएर कुन सिटीमा कुन होटलमा बस्ने होइन त्यो इच एन्ड एभ्रिथिङ चाहिँ तपाईँहरू 1 मन्थ बिफोर नै तपाईँहरूले गर्नु किनकि एट द एन्ड अफ द तपाईँहरू चाहिँ आउनुभयो भने होइन तपाईँहरूलाई एकदमै एक्सपेन्सिभ पर्न जान्छ र हाम्रो एस्टिमेट खर्च पनि एकदमै धेरै भएको छ त्यो चाहिँ अब कति भयो के भयो त्यो चाहिँ अब म पुरै भन्दिनँ होइन इट इज एक्सपेन्सिभ इटली इज एक्सपेन्सिभ फ्रान्स इज एक्सपेन्सिभ होइन अब तपाईँहरूलाई एउटा फर इक्जाम्पल एउटा दिनुपर्दा चाहिँ फ्रान्स कतिको एक्सपेन्सिभ छ भन्दाखेरि माल्टाभन्दा सो तपाईँहरूले यदि माल्टामा चाहिँ एउटा सिगरेट प्याकेट किन्न जानुहुन्छ होइन भने चाहिँ तपाईँहरू चाहिँ त्यहाँ 5 युरो माल्टामा पर्छ भने चाहिँ यहाँ 23 युरोलाई 15 to 19 युरो पर्छ सो इमेजिन हाउ एक्सपेन्सिभ इट इज होइन सो कति एक्सपेन्सिभ छ एउटा पानीको पनि तपाईँको सानो बोतल पानीको पनि 2.5 युरो लिन्छ होइन फ्रान्स इज एक्सपेन्सिभ इटली इज एक्सपेन्सिभ सो खर्च एक्स्ट्रा लिएर आउनु होला होइन र प्रि प्लान पहिलेदेखि गर्नु होइन एकदम सडन प्लान बनाएर एकदम उसमा आउनु होइन सो गाइज आजको लागि यति नै तपाईँहरूलाई मेरो ब्लग मन पऱ्यो भने प्लिज लाइक गरिदिनु होला र आफ्नो साथीहरूसँग सेयर गरिदिनु होला सो द्याट्स अल इन फर टुडे यो ब्लग नै इन्ड हुन्छ सी यु अन द नेक्स्ट ब्लग गुड बाई गाइज